हेलो एभ्रिवान, स्वागत छ मेरो भिडियोमा। अनि सबैजनालाई अनि आजको भिडियो सुरु भइसकेको छ। आउनुहोस् हामी सबैजना मिलेर आजको भिडियो सुरु गरौँ। र आज भिडियो के हुँदैछ मेरो भिडियो भन्दाखेरि म त्यही हो घरकै कामहरू गर्छु। अनि बच्चा-बच्ची उतातिर खेल्दैछन्। बच्चा-बच्चीको इक्जाम भ्याइयो अनि छुट्टी भएछ। अनि अब छुट्टीको बेला गाह्रो हुन्छ बच्चा-बच्चीसँग, बच्चा-बच्चीलाई हेर्न गाह्रो हुन्छ। त्यही भएर मैले भिडियो बनाउन धेरै जस्तो यस्तै बच्चाहरू कराउँछन्, त्यही भएर गाह्रो हुन्छ भिडियो बनाउन। त्यही भएर म बनाउँदैन साथीहरू। म हिजो बनाएन, त्यही भएर भिडियो पोस्ट गरेन। आज मेरो काम यो हुँदैछ, मेरो काममा काम गर्दैछु साथीहरू, हेर्दै गर्नुहोला। यो के हो साथीहरू, ल भन्नुहोस् त तपाईँहरूले। यो के को झ्याङ होला के होला, मैले के ठटाउँदैछु भन्नुहोस् है साथीहरू, कमेन्टमा भन्नुहोस् है तपाईँहरूले के भन्नुहुन्छ यसलाई। अनि जति पनि मलाई लाइक सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र जति पनि मलाई लाइक गर्नुभएको छ, जति पनि मलाई सब्सक्राइब गर्नुभएको छ, अनि उहाँहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि तेह्राई मनदेखि धन्यवाद भन्न चाहन्छु, मेरो मनदेखि धन्यवाद भन्न चाहन्छु। अनि अरू जति पनि मलाई सपोर्ट गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै मनदेखि, सपोर्ट गर्नेलाई मेरो मनदेखि धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो गाउँ यस्तै छ साथीहरू, यस्तै हो। मकै खन्ने सकियो, अलिकति छ मकै खन्ने। हाम्रो प्याज यस्तो भएको छ साथीहरू यहाँ। असम साथीहरू प्याजको कुनै सिजनै छैन के, यस्तो छ प्याजको सिजनै छैन असम, राम्रै भएन प्याजै। मेरो खुर्सानी फल्दैछ, मेरो खुर्सानी दुईटा बुट्टा छ साथीहरू। भान्टा त मैले देखाइरहन्छु, भान्टा फलेछ, यस्तो फलेछ साथीहरू त्यो भान्टा। सम्पर्क गर्नुहोस् है, कोले खानु मन छ भने। भान्टाको सब्जी मन पर्छ भने आउनुहोस्, यहाँ छ फलेको, थुप्रै फलेछ। त्यहाँदेखि त्यत्रोसम्म झ्याङ छ, पुरैमा फलेछ। हामीलाई खाइ मिच्छौँ, अनि बजारतिर पनि लग्छौँ बेच्न। अब कहिले लग्नु झ्याउ लाग्छ, उहाँ यति भान्टा लग्ने 2-3 किलो 4-5 किलो कति लग्ने त्यो भान्टामा दिनदिनै। त्यही भएर झ्याउ लाग्छ। त्यही भएर के धेरै सब्जी भयो लगाऊँ बोरा भन्ने सब्जी हुन्न, त्यो भान्टा मात्रै हुन्छ अनि के लग्ने। त्यही भएर हेर्दै गर्नुहोला साथीहरू, म के गर्छु तपाईँहरू हेर्दै गर्नुहोला है त। बच्चा-बच्चीले हैरान बनाउँछ नि। देऊ रे एउटै बरा रे कुनुलाई जाऊ त टिटी देऊ त छोरीलाई मलाई एक्लै सतान्छ। तिम्रो बाबा टिटी देऊ रे कुनुलाई। बुनुलाई बरा भन न, बुनुलाई बरा भन न, बुनुलाई सिजन आयो, सिजन ल्याउ न यहाँ। बरै कपाल पनि काट्दिउँ जस्तो रिस उठ्छ। कालो कालो के हो र? कतिखेर आउने बन्न गएको मान्छे, काम गर्न गएको मान्छे।
पानीमा त सबै मिसिहाल्छ। साथीहरू मैले अघि नै लुगा धोएको थिएँ मैले त्यही सुकाउन लाग्छु। अब साँझ परिसक्यो, अब फेरि खाना पकाउने हो। साथीहरू लुगा धोइहालेँ मैले दक्षिण भाइ गाह्रो छ हो साथीहरू, गाह्रो छ। यसको हुन्न कि के हो धोयौँ कि यो धोएको बच्चा बढी सुसु गरेको धोएको अरू त के होस्। एउटा यहाँ छ, यहीँ सुकाइदिन्छु मैले। सुकाउनु ठाङ हालेर मलाई आइरन बनाउँछन्, यस्तै राखिदिन्छु भोलि सुकाउनु पर्ने। गाह्रो छ साथीहरू, गाह्रो। सुकेको लुगाहरू सानी खोरमा जाने देऊ, खोरमा जाने देऊ, खोरमा जाने देऊ है। हैया यो पनि बनाइसके साथीहरू। यो के होला भन्नु होला, सबै मिस्कट छ यहाँ त, राम्रोसँग बनाउनुपर्छ। खोर भन्छौ तिमी, खोर भन कुखुरालाई, खोर भन। छिटो खाऊ है तिमीले, साँझ परेको बेला नआउँछौ। काम त कति छ कति हो, यस्तै राख्छु कि यो सुकेकै छैन, बेसारको काम नै सुक्यो। खोर जान्दिनँ सानी, किन हान्छौ तिमीलाई कुखुरालाई? कुखुराले किन हानेको? पानी भर्छु। अँधेरो भइसक्यो साथीहरू, हाम्रो फिल्टर अँधेरोमा त केही देख्दैन, झ्याउ लाग्ने जस्तो। पानी लिएर आउनु पर्यो, अँधेरो भइसक्यो साथीहरू। म आजको भिडियो यति नै राख्छु। मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्। बाई बाई साथीहरू।